शनिबार आजको दिनमा बिहान बिहान काममा हिँड्नु परेको छ। गाडी आएर पर्खिसकेको छ। अब हामी गाडीमा चढेर काममा जाने हो। फेरि माग्यो भने नि केटी छ बोल्दा त बोल्दैन यसै त काममा जाँदैछौँ हामी सबैजना। आजको काम चाहिँ खुर्सानी टिप्ने होला जस्तो छ। यो टोकरीमा भरिभरि खुर्सानी टिप्ने हो। अब हामी काममा जाँदैछौँ। उताबाट गाडी आयो सानो बाटोमा। बाई बाई। आजको काम चाहिँ राम्रै होला जस्तो छ, रमाइलो। जस्ट 1 घन्टामै सकिन्छ। फेरि अर्को काम लाउला नि। अब हाम्रो बारी आउनै लाग्यो। हाम्रो खुर्सानी टिप्ने भाँडोहरू रेडी छन्। कामदारहरू पनि एकदम रेडी अवस्थामा काम स्टार्ट गर्न थाहा रेडी। अब हाम्रो सुरु हुन्छ खुर्सानी टिप्ने काम। रातो रातो टिप्ने हो यहाँको चाहिँ। झन् म चाहिँ बाहिरको काम लाउँछ भनेर झन् यति बासी भएको होइन। भोक लागेपछि त नि एउटा खोर्सानी टिप्ने इनर्जी नि आउनु होला भनेर केही गर्ने नि लास्टमा खोर्सानी समस्या पर्ला भनेर नखाएको। यो आँखै खाने डायमन्ड तिमीलाई कसले किनिदियो। ए मेरो नजरको तिर लाग्यो रे एउटा मान्छेलाई गाइके अलिक घरमै आइसक्यो कि। हेलो हजुर धेरै गर्मी भएको छैन? गर्मी नै छ। गर्मी भएर के गर्ने त, काम गर्नै पर्यो। परदेशमा आएछदेखि गर्नै पर्यो। माथि यस्तो गर्मी छ। यस्तो फिनेल हाउस त नि डाइरेक्ट घाम आउँछ। हावा आउनु पनि छैन। कति धेरै है कति धेरै बाफिन्छ। खोर्सानी यस्तो राम्रो फलेको रहेछ है फल्न त। हेर्नुहोस् त कस्तो राम्रो खुर्सानी। कुन आकारको यो? नागिन खुर्सानी। ओ माय गॉड, डराउनु पर्यो यो खुर्सानीसँग चाहिँ। अब अन्य अलमा नापाली 이거 빼. 이거 괜찮아. 이거 응? 놔둬 이거. 이거. ओके 이거. ओके अन्नी। यो चाहिँ हरियोस पनि फाल्ने हो रे। 이렇게 빼줘. 여기 살아. 어떻게? 이렇게. 어떻게 따? 오케이 언니. 이거도 빼. 알았지? 네. 어? 알았어요. 아니야. 왜? 먹고 왔지? 위. 여기 옆에 숏 라이사이라. है खुर्सानी चाहिँ यस्तो गरेर जरा नराखेर टिप्ने हो। यस्तो रातै खुर्सानी पाकेको छ। हाम्रो दिदीहरू यता छ नेपाली। कितना जल्दी छोटा है? हाम्रो फाङजाङनिम। आनेङ हाँस्यो फाङजाङनिम। फाङजाङनिम हाम्रो। नमस्ते सत श्री अकाल। नमस्ते सत श्री अकाल। हम हैं इंडिया से। हाँ इंडिया से हमारा मैनेजर कंपनी का। हम नहीं डरते लेकिन मैनेजर से। अच्छा ये फोटो यहाँ एकजना यतापट्टि एकजना म्यानेजरलाई भिडियो बनाउन दिँदैछ उसले चाहिँ। हाम्रो थाइल्यान्डको दिदी यहाँ एकजना दिदी हुनुहुन्छ।
कस्तो मजाले खुर्सानी टिप्दै हुनुहुन्छ। अगाडि मात्रै आफको फेसमा राम्रो राम्रो ओ राम्रो ल मान्छे नराम्रो रे खुर्सानी चाहिँ नराम्रो राम्रो हो साराम त राम्रो खुर्सानी त राम्रो थाहा राम्रो अनि राम्रो 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 मेरो खुर्सानीको भाँडो भरियो। अब चाहिँ खुर्सानी खनाउने भाँडा लिएर जानुपर्छ। त्यहाँ पछाडि छ यिनीहरूले काम गर्ला भन्दा के हो यहाँ कुराकानी। यहाँ हेर म त भिडियो बनाउँदा बनाउँदै ठिक्क छ हाम्रो छाउछाउ चाहिँ अहिले आउनु भएको छैन र एकदम मजा भइरहेको छ। ल यहाँ फेरि यहाँबाट नि गर्छु। खुर्सानी खनाउने भाँडो लिएर आइज भनेको त ल ल ल राम्रो राम्रो भिडियो बनाऊ। हाम्रो पानी खाने भाँडा यस्तो गर्मी छ पानी खाँदै काम गर्दै गर्नुपर्छ। अब ल यो गर्मीमा चाहिँ चिसो पानी खाएर काम स्टार्ट गर्नु के हो। यहाँ त काम गर्ला हुन्छ त झगडा पो होला जस्तो छ त। यस्तो गरेर भरियो अलमाना माना अनि खुर्सानी पाकेर रातै भएको छ। ल है के हो यस्तो टिकटकको प्र्याक्टिस पो चल्दैछ क्या हो पन्जानी फाले फाले। आइगो 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 अनि म हो इगो सारा म हो टिकटक मान्दु रह्यो खेसो। यस्तो राम्रो खुर्सानी टिप्दै हुनुहुन्छ कि दिदीहरूले राम्रो कति राम्रो दिदीहरू राम्रो खुर्सानी राम्रो थाहा राम्रो अनि यहाँ नराम्रो नराम्रो पानी राम्रो राम्रो दिदी दिदीहरूले चाहिँ यस्तो मेहनतका साथ काम गर्दै हुनुहुन्छ। हाम्रो मेहनती दिदीहरू राम्रो दिदीहरू नेपालीको चाहिँ यहाँ टिकटक बनाउँदैछ। ओइ म देख्यो के हो र के हो पारा काम गर्ने ठाउँमा यस्तो टिकटक बना यो कामदारहरूको साह्रै काम छैन यार। दिदीहरू यहाँ यस्तो राम्रो काम गर्दै हुनुहुन्छ। उनीहरू चाहिँ टिकटक बनाउँदै हेर्दै अब कति टेक खाने हो। बहिनीहरू टिकटकमा बिजी छन्। दिदीले उहाँ बहिनी बहिनी भनिरहेको छ। टिकटक मान्दो रह्यो दिदी। काम गर्ने ठाउँमा टिकटक बनाउँदै हेर्दै यिनीहरूलाई क्यामेराम्यान पनि थाकिसक्नु भयो होला। दिदी यता हेर्दैन त थाक्नु भयो यिनीहरूको टिकटक बनाइदिनु बनाइदियो त कतिवटा बनाउने हो र टिकटक हजारौँवटा नि बनाउने काम गर्ने समयमै बनाउने हो के अरे। यस्तो राम्रो खुर्सानी फलेको यार। ल हाम्रो खुर्सानी टिप्ने काम भ्याइयो अब यति हो लास्ट। लग्नमै अनि यहाँ मै अनि लग्ल ओइ लग्ल ओइ सारा हे आई लभ यु म तिमीलाई माया गर्छु। ल सक्यो हाम्रो खुर्सानी टिप्ने काम। रातो रातो खुर्सानीहरू सबै टिपेर अब यी हरियोहरू बाँकी छ। हरियोहरू अलिअलि
यस्तो आधा हरियो आधा पाकेकोहरू। अब यो हरियोहरू पाक्यो भने फेरि टिप्न पर्छ। अनि मानायो मानायो यो बोक त बाबु ल एक ट्रक भयो क्या हाम्रो खुर्सानी त यति धेरै भयो हाम्रो खुर्सानी कति धेरै भयो खुर्सानी त 안녕하세요. 네. 그래. 더워서 아침 일찍 얼마나 많아요? 안 마는겨. 그래가지고 कति धेरै खुर्सानी हाम्रो साउनी 이거 안 खुसी 마는 छ होला 거야. नि धेरै खुर्सानी फोलेर हाम्रो साउनी खुसी छ होला 조금인 거요. 이거를 골라야 되거든. 많아요. 오 맛있어? 니네가 이거 잘못했어. हाम्रो साउरो साउनी 내가 또 10속에 딱 씻었는데 अब हाम्रो फेछु बजार जान्छ फेछु रे खुर्सानीलाई 만지 먹기 싫어서 फोछु 얘들 태우고 또 फोछु बजार 가고도 जाँदैछ 나갈 거야? हामीलाई बिदा दिने के गर्ने भनेर सल्लाह गर्दैछ भन्न नमिल्ने 봉고 बिदा दिए त घर जानुहुन्थ्यो नि 유실로 봉고처럼 수능으로 보냈지